हेलो एभ्रिवान, वेलकम छ तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा। अवश्य म घर लाग्यो गाइस, आफ्टर लङ टाइम पछि म घर जाँदैछु। सो स्टार्टिङबाट भिडियो बनाउन चाहिँ पाएन, रेडी भएर निस्केँ, त्यसपछि भिडियो बनाउन थालेँ होइन। म घर जान चाहिँ नयाँ बाटो युज गर्दैछु, यता व्हाइट गुम्बा जाने साइडबाट। यताबाट पनि बाटो छ भन्ने सुनेको थिएँ कि, उता अगाडि मेन रोडबाट गयो भने चाहिँ धेरै धुलो खाइन्छ नि त, यताबाट कम धुलो खान पाउँछ। अनि त्यही भएर यो बाटो चाहिँ मैले रोजेको डिसाइड गरेँ कि यताबाट जान्छु भनेर। अब जान्छु त भने कि बाटो चाहिँ नचिन्यो भने त्यो बेला चाहिँ आपत पर्ने हो क्या मेरो। शिट यार, यो त हस्पिटल टाइपको पो त यार, यो त होइन होला। धार्के जाने बाटो यो हो भनेर कसलाई सोध्नु होला, सायद यतै होला सायद। म एकजना दाइले सोध्छु है, भाइ धार्के जाने बाटो यतै हो, यताबाट पुग्छ? हस् धन्यवाद, पुग्छ अरे भाइ। म फर्स्ट टाइम आउँदैछु त्यो बाटो हिँडेँ होइन, म सधैँ उता थङकोट नागढुङ्गा हुँदै जाने हो क्या। अनि त्यो बाटोबाट यस्तो जाम पनि हुने, प्लस यस्तो धुलो खानुपर्छ नि त। अनि त्यही भएर मैले यो बाटोबाट हिँड्ने भनेर डिसाइड गरेको छु। अनि हेरौँ मेरो आजको राइड चाहिँ कस्तो हुन्छ। मैले सामानहरू सबै सामानहरू चाहिँ मैले बाइककै पछाडि बोकेको छु। अनि तल पुगेपछि चाहिँ म गाडीमा हाल्छु। अनि यस्तो होइन, म दार्जिलिङ हो। गाइस यस्तो छ हालत, त्यहाँ पुगिसक्यो जाम। हिजो बेलुका पानी परेर नि होला कि यस्तो भएको थियो सायद। मान्छेसँग मानवताको गुण यो कोब्राले झन् कस्तो पोल्दो रहेछ यार। अघि नै त पोलेको थिएन, अहिले त कस्तो पोल्यो घाममा बसा भएर कि। कसरी जाने होला यार, नो आइडिया। मरे म, मम्मी बच्चा ले मुझे। ओ मम्मी, म कसरी जान्छु? दार्जिलिङ जाने बाटो यस्तो छ गाइस। अहिले जाममा छु। यारो बचा ले मुझे। अच्छा
पुरी म त ढले परेमा छे यार कस्तो गाह्रो छ हो मेरो गाउँ जाने बाटो त कहिले बन्छ हो त अति नै भयो यार हरेक बिजोक त्यही माथि मैले केही पनि खाएर आएन नि त यस्तो खतरा भोक लाग्यो मलाई केही पनि मतलब खाना एक चम्चा हालेको थिएँ मुखमा अनि त्यसपछि घाँटीमै जान गाह्रो भयो क्या अनि त्यसपछि म खानै नखाइकन हिँड्दिएको अब म गएर चाहिँ खाना खानुपर्ने हुन्छ गाइस यस्तो जाममा पर्यो नि एक सेकेन्डले हो क्या म रङ साइड गएर हो क्या उता कुनाबारी साइडमा गएर गाडी भाटामा नभए त म यतैबाट छिरा भएँ यतिखेरसम्म खाने ठाउँ पुगिसक्थ्यो होला यार यसलाई कसले लडाएको आफै लडेको मामा सेट यार चौचौहरू पनि छ रहेछ यार यसलाई कसले लडाएको आफै लडेको मामा ट्रेनिङमा छ नि अहिले त्यही सम्झिएँ कि याद आएको एकछिनमा म लड्यो भने हुन्छ तर भिडियो बनाउने कोही पनि हुँदैन सो म आफै मनमा नि सोच्छु कि यसले कसले लडाएको म आफै लडेको ऊ आफै लडेको मामा सरी यार ऊ आफै लडेको गाइस अब चाहिँ म डेन्जर जोनतर्फ लाग्दैछु तर स्टार्टिङमा चाहिँ राम्रै हुन्छ त्यसपछि हो क्या नराम्रो हुने भनेको यस्तो बबाल छ होइन बाटो पनि यस्तो वाउ छ होइन यस्तो दामी छ तर अलि अगाडि पुगेपछि चाहिँ मलाई एकदम धेरै भारी पर्ने छ यो बाटो योभन्दा पहिला म आएको छु तर गाडीमा आएको छु अनि गाडीमा आउँदाखेरि आधी बाटोबाट फर्केर गएको थिएँ कि मलाई थोरै याद छ त्यो बेला आउँदाखेरि अब चाहिँ याद छैन तर माथि खतरा पानी परेको यार त्यस्तै माथि पानी परेको भने मेरो त बिजोग हुन्छ यार हालत आयो पानी नपरिदियोस् पानी परे पनि रोकिदियोस् किनकि पालुवाको बाटोमा धुलो उड्दैन नि त पानी पऱ्यो भने अनि फेरि पानी परेन भने फेरि धुलै धुलो हुन्छ अनि मलाई धुलोमा चलाउन नि गाह्रो लाग्छ